स्क्वायर भनेर त सानोदेखि नै सुन्दै आइराख्नु भएको है। त्यसरी नै कम्पाउन्ड इन्ट्रेस्ट भन्ने पनि सुनिराख्नु भएको छ। यो कम्पाउन्ड इन्ट्रेस्ट र यो जुन कम्पाउन्डिङ भन्ने कुरा छ नि, यो चाहिँ फाइनेन्समा मात्रै नभएर डेली लाइफमा पनि धेरै नै ठुलो र महत्त्वपूर्ण सूत्र हो। धेरै जस्तो सक्सेसफुल मान्छेहरूले चाहिँ यो कम्पाउन्डिङलाई चाहिँ आफ्नो लाइफमा इम्प्लिमेन्ट गरेर हुन्छन् र त्यसरी नै उनीहरूले चाहिँ लङ रनमा गएर चाहिँ एउटा सक्सेस हासिल गर्छन् कि त्यसको लागि चाहिँ हामीले सानो सानो कुराहरू चाहिँ दिनदिनै इम्प्लिमेन्ट गर्दै जाने के जस्तै किताबहरू पढ्ने कुराहरू होला अथवा चाहिँ डेली केही हेल्दी खानेकुराहरू खाने, डेली चाहिँ थोरै थोरै एक्सर्साइजहरू चाहिँ गर्दै जाने। त्यसले गर्दाखेरि चाहिँ तपाईँलाई लङ रनमा चाहिँ एउटा सक्सेसफुल हुनको लागि अथवा आफ्नो गोलमा आफ्नो चाहिँ तपाईँको एउटा एम के छ त्यसमा चाहिँ तपाईँले सक्सेस हासिल गर्न सक्नुहुन्छ। यो चाहिँ धेरै सक्सेसफुल मान्छेले इम्प्लिमेन्ट गरिसकेको उहाँहरूले आफ्नो डेली लाइफमा भनिरहेको कुराहरू हो। त्यसैले हामीले पनि यो कुरा गरेर हेरौँ, अवश्य हामी पनि एउटा सक्सेसफुल भइन्छ। 3-4 वर्ष अथवा चाहिँ त्योभन्दा पनि लामो समय निरन्तर सानो सानो कुरा चाहिँ तपाईँले गर्दै जानुभयो भने चाहिँ अवश्य सक्सेस हासिल गरिन्छ। ह्याभ अ गुड डे। थ्याङ्क यू।